यतिखेर खाजासाजा खाएर कृषि क्रान्ति गरिरहेछ अस्ट्रेलियामा भन्छ बेलाउटी पनि यस्तो खतरा पाइएको छ बेलाउटी पाइरहेको छ देख्न सकिन्छ यस्तो दामी छ अर्को अन्त यसलाई भनेको चाहिँ यस्तो मिठो हुँदैन यस्तो बवाल छ खनेर आज त्यहाँ के रोप्नुपर्छ रोप्छौँ पछि पुरा छुट्टी भइरहेको छ त्यही भएर हामीले यस्तो गरेर जस्तै राख्नुभयो क्या होइन यता पनि छ हामीले बेलाउटी सो त्यही हो अब चाहिँ म भिडियो यहाँ हामी के गर्छौँ के रोप्छौँ भिडियो चाहिँ देखाउँछु त्यही नक्रेज लेट्स इन्जोय द ब्लग बारीलाई यस्तो बनाइदिउँ यस्तो दामी भइसक्यो अहिले पुरा जे रोपे पनि खतरा फल्छ जस्तो भइसक्यो र यहाँ आलु चाहिँ यस्तो बवाल भेट्छ यो हाम्रो लसुन अदुवा आलु सो गाइस हामी चाहिँ त्यहाँ खनेको ठाउँमा आलु रोप्ने प्लान गरायो है उम्रेको छैन अस्ति दिएको उम्रेको थियो त सक्यो अदुवा नि हट्यो नि रोप्ने हो क्या अदुवा त हुन्छ होला तर यस्तो सानो त फल्दैन होला क्या खासै यो एउटा तिनवटा चारवटा अदुवा रोपिन्छ अब हामी अदुवा फलाइन्छ बारीमा हुन्छ त्यति भए सुक्न ला आलु छैन रहेछ है के रोपिन्छ त्यहाँ लसुन नि रोपौँ अलिकति यति मात्र हो छैन अरू लसुन यो लसुन पनि रोपिन्छ हामी लसुन अदुवा आलु चाहिँ अलिकति पहिल्यै रोपेको छ अलिकति फेरि रोप्छौँ हामी अहिले किनेर लिएर भए पनि सो त्यही नै हो यतिमा चाहिँ अदुवा लसुन रोपौँ यस्तो कर छुट्टै एरिया छुट्टाएर गर्नुपर्छ यहाँ लसुन रोप्दा साइडमा लसुन रोप अनि बिचमा यहाँ माटो मलिलो छ क्या यहाँनिर लसुन हुन्छ छुट्टै ड्याङ बनायो क्या ड्याङ रोप्न लसुन रोप्ने एरिया पुरै टक्क बनाउनु पऱ्यो नि त माटो पुरो छ्याए त के हो यस्तो लसुन त्यति मात्र हो अहिलेलाई यति मात्र लसुन रोप्ने त्यो त आलु रोप्ने हो क्या अदुवा पनि हो त्यस्तै सानो टक्क बनाएर अदुवालाई यति बिचमा उठाएर पनि कहाँ छ र मल यहाँ छ भित्र ग्यारेजमा नि खैदिन्न त मल हाल मल त लैजाने ग्यारेजमा बनाउँछ नि ग्यारेजको त्यो कुखुराको मल यो साइडमा त ठुलै ठुलो सो गाइस यहाँ चाहिँ मल पनि किन्नु पाइन्छ हामीले यहाँ मल बोरामा लिएर आएको छौँ एक बोरा छ यत्रो धेरै चाहिँ चाहिँदैन यहाँ मलाई अलिकति हाल्नु देख्न सक्नुहुन्छ मल हालेपछि यस्तो भयो खतरा किरा देखिरहेको थियो
यस्तो डेन्जर छ यो किरा नेपालमा पनि देखिन्छ यो किराले टोक्यो भने यसको खुट्टा गर्नुपर्छ भन्थ्यौँ हामीले यस्तो डेन्जर छ सही हो यो पुरै मल हो यस्तो दामी भइरहेछ सही दाइले एउटा खन्दै हुनुहुन्छ मेरो गिम्बल त पुरै फोहोर भयो नि त मल हालेपछि यसरी मल्नुपर्छ माटो र मललाई मलेर सक्त भएर यहाँ लसुन रोपिन्छ यस्तो मिठो रोप्ने हो एक मुरी आलु उत्पादन गर्न सकिन्छ होला कि एक मुरी त के आउँदो सक्दैन लसुन रोपिन्छ लसुन रोप्नलाई चाहिँ के गर्नुपर्छ भने यस्तो गर्ने साइड साइडमा टक्क टक्क हालेर रोप्ने बेलामा यस्तोबाट यो उमो फर्काएर टक्क रोप्नुपर्छ यसमा चाहिँ अदुवा रोप्ने क्या यति यो लाइन चाहिँ अदुवा रोप्ने क्या यति बारीलाई यस्तो बनाइदिनु यस्तो दामी भइसक्यो अहिले पुरा जे रोपे नि खतरा फल्छ जस्तो भइसक्यो सही हो र यहाँ आलु चाहिँ यस्तो बवाल भेट्छ यो हाम्रो लसुन अदुवा आलु यहाँ चाहिँ यस्तो बवाल फुल फुलेछ यस्तो दामी सही देखिया फुल चाहिँ यता चाहिँ केरा छ यहाँ किमु बेलाउटी सही अब त उकालो हालिदिनु त्यही फल्छ होला टमाटर गरममा त थुपार्यो भने फल्ला नि कसिनो फुल्लाएर अलिअलि गाई हामी चाहिँ यहाँ खुर्सानीको बिउ जमायो यहाँ लसुन रोपियो त्यता आलु रोप्नलाई रेडी छ त्यहाँ आलु रोप्ने हो यहाँ चाहिँ अदुवा रोपियो यता चाहिँ के रोपिन्छ थाहा छैन यो चाहिँ पुरै जिलाएर पुरै क्लियर गरेपछि बल्ल थाहा हुन्छ यो चाहिँ अब भोलिको काम हो त्यो चाहिँ पुरै जिलाएर गर्ने यता चाहिँ आलु र लसुन सही भइरहेछ त्यहाँ चाहिँ हाम्रो खतरा फुल फुलिरहेछ यहाँ चाहिँ हाम्रो दामी फुल फुलेको छ सही हो यता केराहरू छ चाहिँ हामी बेलाउटी टिप्नुपर्छ यहाँ अम्बा खानुपर्छ अम्बा पाकिरहेछ यहाँबाट पुरै पाकिसकेको छ त भुखमै चरा टिप्नु पर्छ जस्तो छ के भयो के गर्नु फाइनली हामी बेलाउटी टिपेर सक्यो हाम्रो बेलाउटी यहाँ यत्रो धेरै भयो हाम्रो कृषि फार्मेर यहाँ यस्तो खतरा खतरा बेलाउटीहरू
फुल यस्तो खतरा फलेको छ तिनीहरू चराहरू कस्तो दामी दामी चराहरू आएको छ यार हाम्रो साग त्यो साग फलिरहेछ ए उठे एक घारी रहेछ नि त केरा यत्रो ढेर केरा फलिरहेको छ त्यहाँ त्यो त उता बजेकोतिर गएछ नि त हाम्रो गाउँमा जस्तो डाङ्ग्रे त्यहाँ डाँडामा बसेर कराइरहेछ हाम्रै गाउँमा जस्तो हुन्छ से नेपालमा जस्तै सो गाइस यति नै हो हाम्रो घरमा बारीमा भएको चिजहरू चाहिँ अब यहाँ अरू चाहिँ हामी रोपेर फलाउँछौँ यस्तो चराले खाएर यस्तो बनाइदिएको बेलाउटी हालिदिनुपर्छ यता इस्कुसको बुट हो इस्कुस कहिले फल्छ थाहा छैन हाम्रो बेलाउटी यत्रो धेरै भइसकेको छ हामीसँग बेलाउटी खाने भए कन्ट्याक्ट गर्दा हुन्छ अनि हाम्रो चाहिँ यहाँ बार्बिक्यू खाने ठाउँ पनि छ तर हामीले यहाँ छाउनु पर्ने छ क्या यस्तो भएको छ